ममाथि सांघातिक आक्रमण गर्ने उद्देश्यका साथ बोलाइएको थियो भन्ने कुरो मैले अनुभूति गरेँ। जस्तै नगर प्रमुखजीको कार्यकक्षको बाहिरपट्टि सचिवालयको आन्तरिक कुरा हो, हाम्रो आन्तरिक कुरा हो, हामी आफै मिलाइहाल्छौँ। हामी आन्तरिक हाम्रो कुरा हो, हामी आफै मिलाइहाल्छौँ। मेयर उपमेयरदेखि लिएर कार्यपालिकाका सबैजना सदस्यहरू, कर्मचारी संयन्त्रहरू, प्रमुख प्रशासकीय अधिकृतदेखि लिएर तलसम्म कुन कुन तहमा हुनुहुन्छ तपाईहरु सबैजना मिलेर धरान जनतालाई डेलिभरी चाहिएको छ। तपाईहरुको झगडाले धरानको विकासमा चाहिँ छलफलको लागि उहाँ कार्यकक्षमा बोलाउनु भयो। कार्यकक्षमा बोलाएर भित्र छलफल गर्दै गर्दाखेरि उहाँको अगाडिपट्टि एउटा स्क्रिन राख्नुभएको थियो। स्क्रिन हेर्दै थिएँ म त श्रमदाताहरू सबै बोलाएर चाहिँ नि बाहिर हुलुलच गर्दै हुनुहुँदो रहेछ। मलाई त थाहा थिएन। हेर्नुहोस्, जो श्रमदाताहरूले श्रम गरेर गरेको काम छ, श्रमदाता र श्रम गर्नेहरूप्रति म उच्च सम्मान व्यक्त गर्न चाहन्छु। त्यो नगर प्रमुखज्यूले आन्तरिक विषयको छलफलको विषयवस्तुले चाहिँ जुन ढङ्गले उहाँले चाहिँ हुलुलच गरेर चाहिँ नि आतंकित बनाउने जो काम गर्नुभएको छ, त्यसले त्यो कुराले हामीलाई दुखी बनाएको छ र त्यो कदम एकदम सरासर गलत हो। धरान उपमहानगरपालिकामा आज जे दृश्य देखा परेको छ, यसले हामीलाई सधैँ दुखी बनाएको छ। यसलाई चाहिँ तपाईको जनता भनेको के हो देखिहाल्नु भएको छ। जनता भनेको के हो, जनताले तपाईको सबै कुरो फेरि फैसला गर्नु पर्यो भन्ने के अप्ठ्यारो हुन्छ। आन्तरिक कुरा हो, हाम्रो आन्तरिक कुरा हो, हामी आफै मिलाइहाल्छौँ। हामी आन्तरिक हाम्रो कुरा हो, हामी आफै मिलाइहाल्छौँ। तपाईहरु काम चाहिँ सकियो कि सकिएन यता। नमस्कार दर्शक महानुभावहरू, तपाईहरुले अगाडिको क्लिप हेरेर थाहा पाइसक्नु भएको छ। यति बेला भने धरान उपमहानगरमा प्रमुख उपप्रमुख बीचको विवाद चाहिँ चर्किएको देख्नुहुन्छ दर्शक महानुभावहरू। त्यहाँनिर चाहिँ तपाईले देख्नुभयो, श्रमदाताहरू पनि आएर त्यहाँनिर उहाँहरूले केही कुराहरू भन्दै हुनुहुन्छ भने त्यति बेलाको समयमा चाहिँ उपमेयर साहब चाहिँ भित्र हुनुहुन्थ्यो भन्ने कुरा बुझिन्छ। दृश्यले त्यो देखाउँछ दर्शक महानुभावहरू। खास यो कुरा कहाँबाट सिर्जना भयो भन्ने कुरा तपाईहरुले विभिन्न मिडियाबाट हेर्नुभयो, विभिन्न धारणाहरू चाहिँ तपाईहरुले चाहिँ बुझ्नुभयो। खासमा यो चाहिँ धरान 16 नम्बर वार्डको कालो सिसाको गोलो घरलाई बचाउनको निमित्त भएको जुन तटबन्ध थियो, त्यो तटबन्धको लागि चाहिँ ग्याबियन जालीमा ढुङ्गा चाहिँ भरेर जुन सर्दो खोलालाई चाहिँ त्यसलाई छेक्ने काम गरिएको थियो। अब पछिल्लो कालमा के भएको रहेछ त, पछिल्लो कालमा के चाहिँ भएको रहेछ त भन्दाखेरि चाहिँ त्यो जाली बनाउने जुन तटबन्ध बनाउने कुरा चाहिँ मिटिङ नभइकन कार्यपालिकाले पास नगरिकन सुरु गरेर अन्त्य पनि गरियो र अन्त्य भइसकेपछि त्यसमा लागेको निकासा चाहिँ गर्नको लागि चाहिँ मेयर साम्पाङले कर्मचारीहरूलाई चाहिँ दबाब सिर्जना गरेको भनेर उपमेयर ऐन्द्र विक्रम बेघाले भनिराख्नु भएको छ दर्शक महानुभावहरू। उपमेयर बेघाको मुखैबाट सुनौ उहाँले के भन्नुहुन्छ। धरान 16 को ग्याबिङ वालसँग सम्बन्धित विषयवस्तुको बारेमा अहिले व्यापक चर्चा छ। धरान 16 मा जो श्रमदाताहरूले श्रम गरेर गरेको काम छ, श्रमदाता र श्रम गर्नेहरूप्रति म उच्च सम्मान व्यक्त गर्न चाहन्छु। वास्तवमा म पनि श्रमिकै छोरा हो, त श्रम प्रति म उच्च सम्मान पनि व्यक्त गर्न चाहन्छु। तर आज जुन ढङ्गले बाहिर प्रचार गर्न खोजिएको छ, श्रमलाई अवैध घोषणा गर्यो भनेर मैले त्यो कहिले गरेको पनि छैन, गर्दा पनि गर्दिनँ। र अर्को कुरो, श्रमदाताले गरेको काम देखाएर नगरपालिकाको पैसा निकास गर्ने जुन कार्य गर्न खोजिएको छ, त्यसप्रति मेरो असहमति हो, विमति हो। र जहाँ श्रम भएको छ ती श्रमहरूप्रति उच्च सम्मान व्यक्त गर्छु, श्रमदाताहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु। त यो काम चाहिँ अवैधानिक हो भनेर उहाँले भन्दै हुनुहुन्छ र श्रमदाताहरूप्रति उच्च सम्मान छ मेरो, म पनि श्रमिककै छोरो हो भनेर भनिराख्नु भएको छ। र यति बेला भने चाहिँ त्यो मात्र नभएर अन्य श्रमका कुराहरू पनि प्रभावित हुनेछन् जस्तो मलाई लाग्छ जहाँसम्म दर्शक महानुभावहरू। र
त्यो ठाउँमा जुन धरान 16 नम्बर वार्डमा रहेको कालो सिसाको गोलो घर नजिकै भएको तटबन्ध अवैधानिक हो, जुन चाहिँ प्रक्रिया पुरा गरेर सुरु गर्नुपर्ने थियो, त्यो चाहिँ प्रक्रिया पुगेन। त्यसले गर्दाखेरि यसमा अनुगमन गर्न सकिँदैन, अनुगमन नगरिकन चाहिँ आर्थिक निकासा गर्न सकिँदैन भन्ने उहाँको भनाइरहेको छ। 16 नम्बरमा भएको कामको सन्दर्भमा तपाईँले के भन्न चाहन्छु भन्दा त्यो काम श्रमदाताले अगाडि गरिसकेका थिए। त्यो गरिसकेको कामलाई नगर प्रमुखजीले पैसा भुक्तानी दिनको निम्ति प्रेसर क्रिएट गर्नुभएछ कर्मचारीहरूलाई। बिचरा कर्मचारीहरूले गएर त्यो भएको कामको चाहिँ नि प्राविधिक इस्टिमेट निकालेर नयाँ प्रक्रिया सुरुवात गरेर अब गलत ढङ्गले होइन त्यसलाई चाहिँ नि प्रक्रियामा इन्ट्री गराएर अनि चाहिँ विभिन्न किसिमका फेक बिलहरू भन्छु म। त्यहाँ डोर हाजिरा पनि देखाएको छु मैले। त्यहाँ डोर हाजिरा पनि अचम्म लागेको छ। त्यो ज्यालादारी फल्नाले यति ज्याला पाउने भनेर ल्याएको छ। आज चाहिँ अलिकति सच्याएको देख्यो हो। त्यो ल्याएर आइसकेपछि हामीले के भन्यो भन्दाखेरि काम गर्नु पूर्व नै कामको सम्झौता हुन्छ सरकारी नियमअनुसार। त्यो सम्झौता बमोजिम काम भएको हो कि होइन, काम गरिएको हो कि होइन त्यो हेरेर त्यो बमोजिम हामीले बिल भुक्तानीको निम्ति अनुगमन गरेर चाहिँ सिफारिस पठाउने हो, अनुगमन प्रतिवेदन तयार पार्ने हो। तर धरान 16 को हकमा त्यो देखिएन। नदेखेपछि हामीले गैर कानुनी काम त गर्न भएन नि नगर प्रमुखज्यू भन्दाखेरि उहाँलाई अब के चित्त बुझाएको छैन। उहाँका समर्थक शुभचिन्तकहरू केही हुनुहुन्छ, उहाँले के चित्त बुझाएको छैन। उहाँले विभिन्न किसिमका कम्प्लेन आरोपहरू लगाइराख्नु भएको छ। मलाई एकदम दुःख लागेको छ। र अर्को पनि आरोप के रहेको छ त भन्दाखेरि मेयर साहब आफैले अनुगमन गर्नुभयो, मेयर साहब आफैले चाहिँ काम गर्नुभयो, मेयर साहब आफैले चाहिँ निकासाको लागि पनि चाहिँ प्रोसेसर अगाडि बढाउनु भयो भनेर जुन भनिराख्नु भएको छ। यो कुरा चाहिँ सत्यता के हो होइन। अब उपमेयर साहबले भन्नुभएको कुरा पनि ठिकै जस्तो लाग्छ मलाई होइन। मेयर साहबले गर्नु भएको काम पनि चाहिँ ठिकै जस्तो लाग्छ। किन भन्दाखेरि विपदको घडीमा चाहिँ काम गर्नुपर्ने हुन्छ। विपदको घडीमा चाहिँ अब जनतालाई दिनुपर्ने राहतहरू दिन सक्नुपर्ने हुन्छ। अहिलेको लागि जनताको लागि राहत भनेको चाहिँ जुन 16 गते जेठ 16 गते परेको पानीले वितण्ड मचाएको थियो, त्यो वितण्डले चाहिँ धेरै नाशहरू गर्न सक्छ भनेर मेयर हर्कराज राई चाहिँ त्यसरी लाग्नु भएको छ। र योभन्दा अगाडि पनि जुन विवाद भएको थियो त्यो विवादमा चाहिँ मेयर साहबले के भन्नुभएको थियो भन्दाखेरि उपमेयर साहब किन रिसाउनु भएको भनेर चाहिँ सोधिएको थियो। तपाईँहरू किन खटपट भयो भनेर सोद्धाखेरि खै उहाँले गर्नुभएको फोन चाहिँ मैले रिसिभ गरिनँ अरे त्यसैले रिसाउनु भएको अरे भनेर चाहिँ भन्नुभएको थियो मेयर हर्कराज राई हर्क साम्पाङले। त दर्शक महानुभावहरू अन्तिममा चाहिँ यहाँ के देखिन्छ भन्दाखेरि श्रमदाताहरू सबैजना अफिसमा गएर चाहिँ अब अलिकति हो हल्ला पनि गरेको देखिन्छ होइन। अन्तिममा गएर तपाईँले हेर्न पनि सक्नुहुनेछ फेरि चाहिँ श्रमदाताहरूले फेरि चाहिँ मिलेर आउनुहोस् भन्ने खालको कुरा पनि छ। तपाईँहरू मिलेर आउनुहोस्, तपाईँहरू नमिल्दाखेरि धरानलाई नै घाटा छ भन्ने कुरा पनि छ। आन्तरिक कुरा हो, हाम्रो आन्तरिक कुरा हो कि हामी आफै मिलाइहाल्छौँ। हामी आन्तरिक हाम्रो कुरा हो, हामी आफै मिलाइहाल्छौँ। यता सुन्नु न, हरेक मान्छेलाई चाहिँ नि के छ भने नगरपालिका तपाईँहरू सबैजनाको हो यो है। उपमेयरको अथवा वडा अध्यक्षको अथवा कर्मचारीहरूको मात्रै नभएर तपाईँ हामी सबैजनाको सार्वजनिक अफिस हो होइन। यहाँ सबैजना आउन होइन तपाईँको छैन सेवाको लागि विभिन्न मागका लागि आउन जान पाइन्छ। यो केही छैन, त्यसमा आउँदाखेरि कुनै अन्यथा हामीले मानेका छैनौँ। तर के छ भने हामी यो आन्तरिक हाम्रो चाहिँ छ त्यसलाई हामी मिलाउँछौँ। तसर्थ म के भन्नु चाहन्छु भन्दाखेरि मेयर उपमेयर मिलेर आउनुपर्छ। कुरा कहाँनिर हलो कहाँनिर अड्किएको त्यो हलोलाई फुकाउन सक्नुपर्छ, जनतालाई डेलिभरी दिन सक्नुपर्छ। दुवैजना मिलेर, दुवैजना मात्रै नभएर कार्यपालिकामा रहेका सम्पूर्ण कार्यपालिका सदस्यहरू, मेयर उपमेयर लगायत कर्मचारी संयन्त्रहरू सबैजना चाहिँ जनताप्रति उत्तरदायी हुनुपर्छ। तपाईँहरूको झगडाले गर्दाखेरि हामी जनता मारमा पर्नु भएन। म चाहिँ यो भन्न चाहन्छु दर्शक महानुभावहरू, तपाईँहरू कता कता के नमिलेको आफै मिलाउनुहोस्। त्यस कुराको लागि चाहिँ तपाईँहरू चाहिँ अग्रसर रहनुहोला। र उपमेयर साहबले भनिराख्नु भएको छ मलाई चाहिँ हातपात गर्नको लागि, मलाई कुट्नको लागि चाहिँ मेयर साहबले त्यो टिमलाई चाहिँ बोलाएको हो भनेर भनिराख्नु भएको छ। त्यो बारेमा चाहिँ अब थाहा छैन, मैले बोल्ने कुरा भएन। छलफलको लागि उहाँ कार्यकक्षमा बोलाउनु भयो। कार्यकक्षमा बोलाएर भित्र छलफल गर्दाखेरि उहाँको अगाडिपट्टि एउटा स्क्रिन राख्नुभएको थियो। स्क्रिन हेर्दै थिएँ म त। श्रमदाताहरू सबै बोलाएर चाहिँ नि बाहिर
हुलुलच गर्दै हुनुहुँदो रहेछ मलाई त थाहा थिएन। हेर्नुहोस् उहाँले कुन नियतले त्यो श्रमदाताहरूलाई बोलाउनु भएको थियो, उपप्रमुखलाई ममाथि साङ्घातिक आक्रमण गर्ने उद्देश्यका साथ बोलाइएको थियो भन्ने कुरो मैले अनुभूति गरेँ। जस्तै नगर प्रमुखजीको कार्यकक्षको बाहिरपट्टि सचिवालयको कोठाको भिडियो हेरे हुन्छ, त्यसभन्दा बाहिरपट्टि बसेका श्रमदाताहरूको चाहिँ नि भेषमा आएका मान्छेहरूले बोलेका आवाजहरू, रेकर्डेड आवाजहरू त्यहाँ छन्। त्यो नगरपालिकाको चाहिँ नि सिसी क्यामेरामा चाहिँ अहिले पनि कैद छन्। हेर्नुहोस् त्यो नगर प्रमुखज्यूले आन्तरिक विषयको छलफलको विषयवस्तुहरू चाहिँ जुन ढङ्गले उहाँले चाहिँ हुलुलच गरेर चाहिँ नि आतंकित बनाउने जो काम गर्नुभएको छ त्यसले त्यो कुराले हामीलाई दुखी बनाएको छ र त्यो कदम एकदम सरासर गलत हो। नगर प्रमुखज्यूले उपप्रमुखलाई कुटाउनको निम्ति मान्छे बोलाउने कार्यकक्षमा, उहाँकै कार्यकक्षमा बोलाएर त्यो किसिमको जुन हरकत गर्नुभएको छ त्यसले एकदम दुखी बनाएको छ। अब यो चाहिँ आजको लगभग दिउँसोको 4 साढे 4तिर भएको भिडियो हेर्दाखेरि चाहिँ यो कुरा बुझिन्छ। त्यसैले गर्दाखेरि जे छ जस्तो जस्तो छ जे भए पनि फेरि भन्न चाहन्छु अन्तिममा मेयर उपमेयरदेखि लिएर कार्यपालिकाका सबैजना सदस्यहरू, कर्मचारी संयन्त्रहरू, प्रमुख प्रशासकीय अधिकृतदेखि लिएर तलसम्म कुन कुन तहमा हुनुहुन्छ तपाईँहरू सबैजना मिलेर धरान जनतालाई डेलिभरी चाहिएको छ। तपाईँहरूको झगडाले धरानको विकासमा चाहिँ बाधा नपुर्याओस्। अब मनसुन सुरु भएको छ, बर्सात सुरु भएको छ, विपद कोषमा अब रकम छैन होला, कताबाट तानतुन गर्नुपर्ने, के गर्नुपर्ने भन्ने कुराहरू पनि होलान्। ती कुराहरू कार्यपालिकामा बसेर चाहिँ तपाईँहरूले पनि सबैजनाले सरसल्लाह गर्नुहोला, सबैजनाले सरसल्लाह गरेर अगाडि बढ्नु होला भन्न चाहन्छु। हस्त, नमस्कार।